साथीहरू तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ यता बजारदेखि यता मानिखोला पिकनिक पार्कमा आएको थियो। हामी चाहिँ पिकनिकको लागि आएको थियौँ। खाना पनि खायो, गेम्सहरू पनि खेलियो, अनि यसो यहाँको दृश्यहरू तपाईलाई देखाउँ भनेर आएको छु। यहाँ चाहिँ नजिकै पिकनिक गर्ने ठाउँ नजिकैबाट यस्तो एउटा राम्रो ताल पनि रहेको छ। त्यहाँनिर हेर्नुहुन्छ भने एउटा चरा पनि देखेको छु। सायद यो चराको नाम चाहिँ के हो है, मलाई थाहा छैन। बकुला हो कि उडेर गयो मलाई देखेर। यहाँ चाहिँ एकदम राम्रो सुन्दर ताल बनाउनु भएको रहेछ। लगभग 20,000 ताल जस्तै देखिन खोजिरहेको छ। अनि यो ठाउँको एकदमै स्पेसल राम्रो भनेको चाहिँ यहाँ चाहिँ मृग अनि मयूर पनि राखिदिनु भएको छ। अनि यहाँ हेर्न सक्नुहुन्छ डियरको ठाउँमा चाहिँ मङ्की पाइ पनि भित्र आएर बसेको छ। उसले केही पनि गर्दैन, यसरी टच गर्न सकिन्छ उसलाई। उसले घाँस खोजिरहेको छ है। उसको सिङमा चाहिँ कस्तो भित्ला छ कि। आऊ यहाँ आऊ, हुँदैन। उसलाई हरियो घाँस चाहिन्छ। घाँस दियो भने आउँछ पक्नु है, म एकछिन तिमीलाई घाँस लिएर आउँछु है। हेर्नुहोस् है साथीहरू, मैले चाहिँ मृगलाई आफ्नो नजिक ल्याउनको लागि यसरी घाँस पनि बटुलेको छु। खै बाबुहरू यता छोड त, उसले घाँस खान्छ कि। ल खाऊ, यो घाँस दियो भने ऊ खुसी हुन्छ। ए खायो, ल सबै खाइदियो त मेरो त। खान्छ कि खाँदैन हेरौँ है त साथीहरू। यहाँ सानो नानी बाबुहरूले पनि घाँस दिँदै हुनुहुन्छ। ए मृग, ए अहिले त स्यानी पनि आएछ। ल दुवैजनाले खाँदैछ है। ल ओ यो खान्छ कि उनीहरूले खुसी हुँदै है। ओहो यस्तो हरियो अनि यस्तो राम्रो पो दिनुपर्छ त नि, उनीहरूलाई माटो भएको त दिनु हुँदैन नि। ऐ यता हेर, झन् उता गयो। मयूर पनि छ, उसको माथिको त्यो जुरो चाहिँ कति राम्रो हो। ऊ दुईटा थियो, एउटा चाहिँ भित्र लुकेर बसेको रहेछ, ऊ एक्लै मात्रै रहेछ यहाँ। ल उता गयो त झनै। आऊ यता आऊ। एउटा चाहिँ ऊ त डराएर कता जाऊ भइरह बिचरा। आऊ यता, उसले त खाँदैन नि। आइ आऊ, ठुङ्ने हो मलाई, ठुङ्छ। ओहो डर लाग्यो मलाई तिमी देखेर, डर लाग्यो है। तिमी देखेर डर लाग्यो, तर ऊ कति फ्रेङ्कली हो, नडराइकन बस्या है। हेर्दै हेर्दैन त, तर एकदम राम्रो छ। उसको पाक चाहिँ बिचरा तल सबै खसिसकेछ। यस्तै नै हो है, जङ्गल छ, यस्तो राम्रो सुन्दर ठाउँ छ। बसेर खाने ठाउँ पनि छ, अनि यहाँ टोयलेटको पनि राम्रो सुविधा छ। पार्किङ पनि एकदमै राम्रो गरेको छ है। ल साथीहरू, हाम्रो चाहिँ पिकनिक गर्ने ठाउँ चाहिँ यता साइडमा हो। सबैजना गेम खेलेर रमाउँदै हुनुहुन्छ। अनि यहाँदेखि उता चाहिँ त्यही हो, अघिकै खोला ताल छ।